विश्वभरका सम्पूर्ण नेपालीहरूको एकता, सद्भाव र प्रेमका लागि अभियान। सधैँ सबै एकै नेपाली। Perished in the attacks on Imphal. Only about 20 to 30,000 of them died in combat. The others died of starvation or disease along the route of retreat. So it really just shattered the army completely. आखिर आज जसरी जहाँ र जस्तो अवस्थामा नेपालीहरू बसे तापनि हाम्रो केन्द्रीय थलो नेपाल हो। हाम्रो वंशज र पुर्ख्यौली नेपालसँग गाँसिएको छ। हामी सबै सधैँ एकै नेपाली हौं। दोस्रो विश्वयुद्धमा सामेल भएर बर्मामा लडेका नेपालीहरू नै आजसम्मको इतिहासमा अरूको सेवामा लड्दा मरेका सबैभन्दा ज्यादा नेपालीहरूको संख्या इतिहासमा सधैँ तिक्त भएर रहेको छ। नेपालबाट आएको पुर्खाहरू त हाम्रो आमै अझै हुनुहुन्छ। आमैलाई लिएर आउनुभयो अनि आमैलाई लिएर आएर फेरि आमैलाई यता बर्मा लिएर आउनुभयो अनि बर्मामा उहाँ लडाइँहरू के गर्नुभयो र उहाँले मेडलहरू पनि पाउनुभएको छ इङ्ग्ल्यान्डबाट। हो त चाहिँ अहिले मसित पनि सबैछ।